शाहरुख खानले जस्तो सँगसँगै बसेर त मै यसलाई चराको शाहरुख खान पनि भन्छ नि फेरि रिसाउँदैछ रिसाउँदैछ हजुर यो चाहिँ हामीले चाहिँ आज जङ्गल सफारीमा देखेको गैँडा है यो चाहिँ माउबाट भर्खर छुटेको गैँडा हो यो चाहिँ बच्चाको हजुर बच्चा तर यो भाले रहेछ है त्यो यो चाहिँ आफै चर्ने खाने गर्छ हैन हजुर यो चर्ने खाने आफै गर्छ हजुर यो चाहिँ भेजिटेरियन हो शुद्ध शाकाहारी यसलाई हामीले दिनु पर्दैन एउटा टिकटकमा आउँछ नि हात मिलाउँदै हिँड्ने एलिफेन्ट हजुर यो गैँडा जुत्दै हामी राबतमा थियो कि हजुर बस्ने बासै थियो हामी राबतमा आएर हान्दैन जुत्दै गरेको अब अरे छ मान्छे त आड लाग्यो हाम्रो त सँगसँगै बसेर त मै त्यसलाई सुसार घाउ पखालिदिनु धोइदिनु गरेको थियो कि हो गैँडा लामा जोगेर अर्कोले घाउ बनाएर बिरामी भएर त्यसो कुलोमा पसेको निक्लिनु नसकेको ल हाम्रो आमाले के भन्नुभएको थियो आमाले भन्नु त गैँडा कि गैँडा कुलोमा पसेको हाम्रो कुलो चाहिँ पठाइदिएको कुलो हजुर त्यो कुलोमा पसेछ टोकेर यता घाउ भएको यता घाउ भएको त्यो जुदेको आमा तिनीहरू जुदेको गैँडा जुदेको ऊ हारेर गएर बसेको अनि बिचरा किरा परेर ल्याउयो हामीले कति दबाई गरेको कुलै भित्र राखेर गैँडालाई जाउँ भाइ ल आमाले के देख्दैन भन्नु भएन गैँडा देख्नु भयो आमालाई कस्तो लाग्छ आमा तपाईँलाई रमाइलो छ बाबु रमाइलो हेर्नु त आएको रमाइलो छ उहाँहरू चाहिँ हाम्रो पर्यटक नेपाली होइन अब यसरी जाने आमा हामी अब यताबाट घुमेर जाने हामी यहाँ गैँडा मात्रै हेर्न आएको होइन पहिले यो बाटो चेन्ज गरेर हुन्थ्यो 128 वटा बाघ यहाँ चाहिँ बाघ हजुर लास्ट टाइम मैले एउटा बाघको भिडियो बनाएको थिएँ होइन एकदम भाइरल भएको थियो हजुर नेपालभरि त 504 कतिवटा छ तपाईँलाई चाहिँ कतिको बाघ जस्तो लाग्छ ल भन्नु 99% out of 100. यो चाहिँ स्पोटेड डियर है त होइन यो त ग्रुपमा बस्छ तपाईँको ग्रासल्यान्ड हो यहाँदेखि वहाँसम्म छ नि हो त्यसलाई चाहिँ लामिताल भन्छ है उ त्यहाँ माछाहरू हेर्नु उ त्यहाँ हेर्नु माछा उ यहाँ हेर्नुहोस् यहाँ यहाँ यसलाई चाहिँ 7 खम्बे भन्छ है यो चाहिँ 7 खम्बे भन्छ क्या यसलाई यो ठाउँलाई हजुर टावर बनाउनु लाग्यो चाहिँ हजुर तर 7 खम्बेमा जम्मा 6वटा मात्रै खम्बा छ तपाईँहरूले यादै गर्नु भएन एउटा चाहिँ उभिँदा थाकेर लडेको त्यो चाहिँ जिप सवारीमा चाहिँ छैन त्यस्तो तर यहाँ मान्छेहरू चाहिँ बाघले गैँडाले चाहिँ मारेर हुन्छ अस्ति 2 महिना अगाडि पनि मारे
हजुर यहीँ त हो नि अलि अगाडि त्यो ठाउँमा नि पुगिन्छ हामी कहाँ त्यतिकै भेटाएर मारे होला नि गाडीमा त होइन होला अनि निर्कुन्दामा केटालाई बुढो बुढो मान्छे निर्कुन्दा एक्लै आउनु हुँदैन माछा त तपाईँहरूलाई यहाँ चरा हेर्नु त यहाँ चराहरू गएको होइन यसलाई चाहिँ लोभी पापी चरा भन्छ है यसलाई चाहिँ लोभी पापी चरा भन्छ यसलाई चाहिँ इङ्ग्लिसमा चाहिँ उल्ली नेक स्ट्रोक भन्छ उतापट्टिको चाहिँ टन्नै छ नि त्यो चाहिँ हजुर त्यो चाहिँ नेपालीमा चाहिँ हामीले सुइरो ठुलो चरा भन्छ कि यसलाई चाहिँ डार्टर भन्छ इङ्ग्लिसमा चाहिँ यसको घाँटी सर्पक जस्तो भएको भएर यसलाई स्नेक बर्ड पनि भन्छ यो चाहिँ माछा खाने चरा हो यो चाहिँ हजुर हजुर यो पानीमा चाहिँ तल तल गरेर माछा मार्छ यसले चाहिँ हजुर ऊ त्यो पखेटा फुकालेर बसिरहेको छ नि हजुर त्यो शाहरुख खानले जस्तो त्यही भएर यसलाई चराको शाहरुख खान पनि भन्छ नि फेरि त्योभन्दा पनि खास यिनीहरू चाहिँ पानीमा गएर उ गर्दाखेरि चाहिँ यिनीहरूको त्यो उनीहरूलाई गाह्रो हुन्छ नि त भिज्दाखेरि त्यही भएर चाहिँ यो सुकाएर हो कि यिनीहरूले हजुर यो चाहिँ यसलाई जरायो भन्छ नि जरायो भने चाहिँ यही हो फेरि यो हाम्रो बिस्टुबाग नोटमा हुन्छ यिनीहरूको चित्र यो वर्षै पछि सुन पलाउँछ के वर्षमा एकचोटि झऱ्यो फेरि यिनीहरूको पलाउने यो चाहिँ भाले हो कहाँ लुकेर बस्छ झरापै झम्टिन्छ पछाडि यदि ठाड बनाएर छोप्छ बाघले